Hi guys, welcome to my first YouTube video. Finally, आज चाहिँ मैले पुरै करेजलाई ग्यादर टुगेदर गरेर I am here uploading my first YouTube video. हुन चाहिँ म एक्स्ट्रोभर्ट हो. I am not an introvert girl, but I have fear of getting seen. मलाई कस्तो हुन्छ म बोल्न सक्छु हैन कम्युनिकेसन approach गर्न सक्छु मान्छेलाई approach गर्न सक्छु I can communicate with people I can put my words in front of people but I have fear of getting seen सायद यो चाहिँ सोशल मिडियामा होला not in real लाइफमा म मान्छेसँग मजाले बोलिरा हुन्छु कम्युनिकेट गरिरा हुन्छु आफ्नो कुरा राखिरा हुन्छु उनीहरुको कुरालाई एप्रिशिएट गरिरा हुन्छु बट इन सोशल मिडिया म सोशल मिडियामा केही अपलोडै नगर्ने मान्छे पनि होइन आई अपलोड थिंग्स आई गेट इन्सेक्युर आई डिलिट इट आई अगेन अपलोड थिंग्स मलाई कस्तो हुन्छ अपलोड गर्न अगाडि म हेर्छु वाउ कति राम्रो एन्ड आई अपलोड अन सोशल मिडिया हेर्छु यो भएन कि त्यो भएन कि एन्ड माई इन्सेक्युरिटिज मेक देम डिलिट त्यस्तो हुन्छ हैन सायद आई हेभ फियर अफ गेटिङ सीन or I have fear of other people seeing my insecurities हैन सबै कुरालाई aside राखेर I am gathering my all courage together and finally getting in YouTube. अब YouTube मा म के अपलोड गर्छु होला त म आफुलाई अपलोड गर्छु I basically love doing skincare. फेरि म त्यस्तो skincare girly चाहिँ होइन but I am transferring myself into skincare girly because your skin deserve love. त्यो भनेको कुनै पनि एकदम खतरा कुरा हैन के it is bare minimum you can do to yourself. मैले यो भर्खर रियलाइज गरेको छु हैन यो कफी चाहिँ मैले एस्थेटिक को लागि खाएको हैन I really love coffee अनि त्यसपछि यो म दिउँसो 3 बजेतिर भिडियो बनाइरा छु एन्ड यो मेरो कफी टाइमै हो दिस इज नट फर एनी एस्थेटिक लुक आई एम एक्चुअलमै कफी लभर चिया लभर म चिया पनि खान्छु कफी पनि खान्छु है नो भेदभाव बिट्विन एनी ड्रिंक्स अनि यो पछाडीको चाहिँ मेरो कालो कपडा हो आई डोन्ट ह्याभ त्यस्तो राम्रो ब्याकग्राउन्ड आई एम जस्ट स्टार्टिङ इन युट्युब हैन म भर्खर आइरा छु त्यही भएर दिस इज माई कालो कपडा अब गाउँमा छु झापामा गाउँ नै भन्न त मिल्दैन बट जे होस् अ काइन्ड अफ गाउँ नै हो अनि के अरे अब बाहिर त घरि गाई कराउँछ घरि के कराउँछ बाहिर लाइटमा बसेर भिडियो बनाउन अलि गाह्रो भयो सो म आफ्नो स्टडी ल्याम्पलाई युज गरेर भिडियो रेकर्ड गरिरहेको छु आई हेभ नो माइक्रोफोन्स रेकर्ड गर्ने माइक हैन अनि आई हेभ नो त्यो एकदमै खतरावाला रिङ लाइटहरु मेरो स्टडी ल्याम्प हो म त्यसलाई युज गरेर बाहिरको लाइट यताबाट डाइरेक्टली आइराछ म भिडियो बनाइरा छु सो म अब आई एम ब्याक टु माई टपिक म के भिडियो बनाउँछु भनेर म भिडियो बनाउँछु मेरो जिन्दगीको इन सर्ट म स्किन केयर रिलेटेड मैले खानेकुरा रिलेटेड अनि मेरो अ डे इन माई लाइफ a kind of my family bonding हैन just everything will sum up something that makes you glow अब म पनि एकदम जंक्स खाने मान्छे हो हैन भिडियो हेर्थे भिडियो हेर्दाखेरि मलाई कस्तो फिल हुन्थ्यो हो चिन्ता खानु हुँदैन रहेछ मैदा खानु हुँदैन रहेछ हैन सबै स्क्रोल गरेपछि आई डु फिल लाइक दैट चिनी मैदा जंक्स प्याकेट फुड खानु हुँदैन बट ये दिल का क्या करे खान मन लागिहाल्छ के आज हेरौ भोलि खान मन लाग्छ भोलि पनि हैन 1 घण्टामै खान मन लाग्छ के त्यस्तो हुन्छ जन खानु हुँदैन भनेर हेरौ एकछिनपछि क्रेभिङ हुन थाल्छ नगर्नु भनेको कुरा गर्न मन लाग्छ भनेको दिस इज द रियल एक्जाम्पल अनि अचेल चाहिँ मलाई कस्तो भइराछ भन्दाखेरि आई नीड टु टेक केयर अफ माई हेल्थ यो हैन कि मलाई स्लिम हुनु छ अनि
मलाई एकदम त्यो ट्रेन्ड फलो गर्नु छ, सुगर कट अफ गर्नु छ, मैदा कट अफ गर्नु छ, नो नेभर। म खान्छु, म चिनी खान्छु, म चियामा कफीमा अलिअलि, कफीमा चाहिँ म प्राय सुगर खाँदिनँ, बट चिनीमा होइन। अनि त्यो अब मिठाई आयो घरमा, पूजाबाट आयो, कहिलेकाहीँ केही अकेजनमा आयो भने म त चिनी खाँदिनँ, म सुगर खाँदिनँ भनेर म एभोइड गर्दिनँ। अब सबैजना बसेको छु, मोमो अर्डर गरेको छ, म त एउटा पनि खाँदिनँ, द्याट इज नट मी। म खान्छु, बट कसरी लिमिट गर्ने। आज मैले त्यो मोमो खाएँ 1 प्लेट भने यतापट्टिको मेरो अर्को डाइटबाट कसरी त्यसलाई ब्यालेन्स गर्ने, के कुरालाई चाहिँ अलिक कम खाने हो, त्यो कुरालाई चाहिँ मैले ब्यालेन्स गरेर यसलाई चाहिँ अब सर्टकटमा भन्दा क्यालोरिज काउन्ट गरेर कसरी खाने भन्ने कुरा सिकिरहेको छु। एन्ड आई एम हियर टु अपलोड एभ्रिथिङ द्याट आई एम लर्निङ, बिकज आई एम लिटरली लर्निङ। म एकदम लर्निङ फेजमा छु। म कुनै पनि एक्सपर्टिज होइन, बट आई एम ट्राइङ टु लर्न, त्यति हो। अनि जे कुरा म सिकिरहेको छु, आई विल अपलोड द सेम थिङ। स्किन केयरमा पनि घरको सामान युज गरेर कसरी राम्री हुने, घरको प्रडक्टहरू युज गरेर, इजिली किचनमा पाइने प्रडक्टहरू युज गरेर कसरी हाम्रो स्किनमा ग्लो ब्याक ल्याउन सकिन्छ, त्योहरू कुराहरूमा एकदम धेरै रिसर्च गरिरहेको छु। बिकज हामी जहिले पनि अर्ग्यानिक 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 भनेर हेर्छौँ, अर्ग्यानिक इज इनसाइड आवर किचन, सो वाइ नट टु युज देम इन आवर स्किन केयर भन्ने मेरो चाहिँ सिम्पल एउटा कन्सेप्ट छ। अब भनिन्छ अर्ग्यानिक भन्दैमा किचनको सामानहरू सबै युज गर्न मिल्दैन, त्यसलाई स्किन केयर बनाउँदा धेरै कुराहरूबाट त्यसलाई म्यानुफ्याक्चर गरेर त्यसलाई स्किनको लागि कसरी सुइटेबल हुन्छ भन्ने कुरा हेरेर बनाउने गरिन्छ भनेर भनेको त हुन्छ, बट अब प्रिजर्भेटिभ यति धेरै हुन्छ स्किन केयरमा। अब म भन्दिनँ कि स्किन केयर लाउने हुँदैन, नो नो नो, लाउनु पर्छ, सनस्क्रिन लाउनु पर्छ, मोइस्चराइजर लाउनु पर्छ होइन। अब स्किन कन्सर्न अनुसार अब मेरो यहाँ पिम्पल आयो, अब म पिम्पल घरकै सामानले युज गर्छु, यसरी फोड्छु भनेर त हुँदैन नि त होइन। कुनै कुनै स्किन कन्सर्नलाई साँच्चीकै मेडिसिनकै जरुरी हुन्छ, त्यही भएर त मेडिसिन डर्माटोलोजिस्टहरू हुनुहुन्छ नि त होइन। सो बेसिकली सबै कुराको आफ्नो आफ्नो प्रोसिड्युर हुन्छ। मलाई चाहिँ आफ्नो स्किन रिलेटेड कन्सर्नहरूमा घरको सामानहरू युज गरेर, अनि त्यसपछि अथवा कुनै पनि क्रिमहरू नै भयो जुन मलाई एकदमै सुट गरेको छ, हो त्यसकै बारेमा म भिडियोहरू बनाउँछु, रिभ्यूहरू दिन्छु। अनि अ डे इन माई लाइफ त बनाउनै पर्यो होइन। समटाइम्स अबाउट द वे आई डिल विथ थिङ्स त्यसको बारेमा बनाउँछु। कहिलेकाहीँ अब म काहीँ ट्राभल गरिरहेको छु भने त्यसको बारेमा बनाउँछु। सो बेसिकली इट इज मी, इट इज युट्युब एन्ड इट इज माई लाइफ, आई एम सोइङ इन युट्युब। हो त्यही हो मेरो सब कुरा। एन्ड आज म यति करेज आफ्नो सबै मनको इन्सेक्युरिटिजलाई साइडमा राखेर भिडियो बनाइरहेको छु एन्ड अपलोड पनि गरिरहेको छु। आई डोन्ट नो कसले हेर्नुहुन्छ, कसले हेर्नु नै हुन्न होला, 5 वटै भ्युज आउला, बट 5 वटा त भ्युज आउँछ एटलिस्ट। I am doing something I love because I love making videos, but I am afraid of uploading it. So आजबाट I am not afraid of anything because यो संसार हाम्रो, why to get afraid. So that's all guys. अब म धेरै बोल्छु होइन, बोल्न चाहिँ, तर युट्युबमा आएर बोल्ने त हो नि होइन त। So bye.